उहाँको भेट 10 जना कुष्ठरोगीहरूसँग भयो। त्यसबेला कुष्ठरोगीहरू कुनै अरू मानिसहरूको अगाडि पुग्दाखेरि उनीहरूले आफूले आफूलाई नै अशुद्ध अशुद्ध भनेर अरूलाई होसियार गर्दथ्यो। तर त्यो दिन तिनीहरूको भेट येशूसँग भयो। तिनीहरू टाढै उभिएर येशूलाई गुहार्न थाले। हे येशू, गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्। तिमीहरू पुजारी कहाँ गएर आफैलाई देखाऊ। पुजारी कहाँ? तर हामी अझै रोगी छौँ। तर उहाँले भनेकोमा विश्वास गरौँ न, उहाँको वचनमा शक्ति छ। हो, उहाँले भनेपछि अवश्य केही हुन्छ। ख्रिस्टियनहरू ती सबै कुष्ठरोगीहरू हिँड्न थाल्छन्। सबैले आफ्नो हातहरू हेर्न थाल्नुहुन्छ। हिँड्दै गर्दा सबैले आफ्नो शरीरहरू हेर्न थाल्नुहुन्छ। बिस्तारै बिस्तारै सबैजना त निको पो हुँदै हुनुहुँदो रहेछ त। हेर, मेरो छाला त सफा भयो। म पनि निको भएँ, अब दुख्दैन। हामी सबै निको भयो। हामी सबै निको भयो। हामी सबै निको भयो। सबै खुसी हुँदै अगाडि बढ्छन्। तर केवल एकजना रोकिनुहुन्छ। तर ती मध्ये केवल एकजना जो सामरी हुनुहुन्थ्यो उहाँ फर्किनु भयो। उहाँले परमेश्वरको महिमा गर्दै ठुलो स्वरले धन्यवाद दिन थाल्नुभयो। हे प्रभु येशू, म निको भएँ। तपाईँको कृपाले म पुनः जीवन पाएको छु प्रभु। धन्यवाद प्रभु, तपाईँ महान हुनुहुन्छ। के निको भएका 10 जना होइनन् र अरू 9 जना कहाँ छन्? के यो विदेशी बाहेक फर्केर धन्यवाद दिन कोही भएन? उठ र आफ्नो बाटो लाग। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। सामरी आफ्नो आँखा बन्द गरेर आँसुमा धन्यवाद दिनुहुन्छ। आजको कथाले हामीलाई सम्झाउँदछ साँचो निको हुने शक्ति हाम्रो धन्यवादमा छ। आज साथीभाइहरू आज खुसी पाएको छ। सामरीले उसले उमङ्ग पाएको छ। उसले धन्यवाद दिएर प्रभुलाई धन्यवाद दिँदैछ अनि आज उसले खुसी पाएको छ। सामरीले फेरि पनि भन्दछ, धन्यवाद प्रभु, धन्यवाद प्रभु, धन्यवाद प्रभु। I
छैन